Hello everyone, welcome to my mini blog. स्वागत छ तपाईँहरूलाई मेरो सानो ब्लगमा। आशा छ सबैले मन पराइदिनुहुन्छ। अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला। आज चाहिँ हामी हेभन पार्क माछा खान गएको। त्यहाँ चाहिँ पोखरी देखिँदैछ नि साथीहरू, यो पोखरीको स्पेसल माछा पाउँछ। त्यहाँ चाहिँ हामी सबैजना माछा खान गएको अनि हामी चाहिँ यस्तै यस्तै हिँड्दैछौँ बुढाबुढी चाहिँ। अनि त्यहाँ चाहिँ हामी यस्तो ठाउँ पनि खतरा रहेछ बस्ने ठाउँहरू अनि त्यहाँ घुम्ने ठाउँ पनि छ सँगसँगै। हामी चाहिँ त्यहाँ गएर हल्का फोटोसोटो खिच्यौँ, भिडियोहरू बनायौँ अनि हामीले चाहिँ त्यहाँनिर खानेकुरा अर्डर गरेर हामी चाहिँ त्यहाँ वरिपरि घुम्न थाल्यौँ। अनि आइसक्रिम पनि खाँदै हामी घुम्दैछौँ। अनि हामी चाहिँ वरिपरि घुम्दैछौँ। त्यहाँ चाहिँ बोटिङ गर्ने पनि ठाउँ थियो तर हामी चाहिँ गरेनौँ बोटिङ होइन, किनभने हाम्रो खानेकुरा अर्डर आएको छ ढिलो हुन्छ भनेर। अनि हल्का त्यहाँनिर घुम्यौँ। नरिवलको बोटहरू पनि राम्रो छ। यता फेरि बिग्रेको फोनमा फोन बोल्दै नाटकबाज गरिरहेछ कोही चाहिँ। हेर यस्तो राम्रो ठाउँ छ, तपाईँहरू पनि जानु होला अवश्य। त्यहाँ चाहिँ बच्चाहरू पनि खेल्नेहरू ठाउँ थियो, टन्नै थियो। छुट्टी भएको बेला तपाईँहरूले बच्चा पनि लिएर आउनुहुन्छ खेल्नको लागि होइन। अनि यो के हो गोलो गोलो भित्र पनि छिर्ने। अनि हामी चाहिँ त्यही वरिपरि घुम्दैथ्यौँ। मेरो बहिनी चाहिँ यो के हो ड्राइगन यो यत्रो प्लास्टिकको खेल्दैन। अनि हामी चाहिँ पुरा बुढाबुढी दिल बचपन उमेर बचपन भन्दै यसो हल्लिँदैछौँ। अनि हामी त्यहाँबाट निस्क्यौँ माछा पोखरीमा माछा रामेर। यो चाहिँ पुरा फुलहरू दामी दामी रहेछ, कस्तो राम्रो फुलहरू फुलेको रहेछ अहिले चाहिँ। यहाँ चाहिँ बुद्ध भगवान् हुनुहुँदो रहेछ। हेभन वाटर पार्क समुद्र भनेर लेखेको रहेछ। यहाँ चाहिँ हात्तीको सुँडबाट पनि पानी आउँदैछ त्यहाँ चाहिँ होइन। अनि त्यहाँ चाहिँ यति ठुलो माछा पनि रहेछ भित्तामा यत्रो चित्र बनाएको। अनि हाम्रो चाहिँ अर्डर पनि आइसकेको थियो, त्यही भएर हामी चाहिँ खान थाल्यौँ। हामी चाहिँ पुरा खाँदैछौँ होइन, साथीहरू इन्जोय गर्दै खाँदैछौँ। अनि रात परेपछि चाहिँ हामी चाहिँ एउटा गन्तव्य क्लबमा गयौँ। त्यहाँ चाहिँ भित्र छिरेको बित्तिकै यस्तो झिलिमिली कस्तो राम्रो रहेछ। त्यहाँ जाने बित्तिकै हामी चाहिँ यसो नक्कल पारिहाल्यौँ होइन। त्यहाँ गएपछि हामी डान्सहरू गऱ्यौँ अनि गानाहरू सुन्यौँ अनि हामी घर फर्क्यौँ।